So hello guys, welcome back to my another YouTube video. New day, new vlog. अनि आज चाहिँ म चाहिँ चट्टा लाएर आएको 1 महिना बेसी हुन लाग्यो, 1 महिना अलिकति क्रस भयो हैन। अनि म पोखरा गएर भाटबडी नि हेर्न पाएकै छैन। अनि किन चाहिँ नहेर्ने अहिलेसम्म बसेको भन्नुहुन्छ भने अब सिचुएसन त्यस्तै छ हैन। अनि त्यही भएर आज चाहिँ म भाटबडी जाने साथीहरु पोखराको भाटबडी कस्तो रहेछ त हामी पनि हेर्दिन भनेर चट्टा लाएर छु। तपाईहरु पनि मेरो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अनि मैले आज सरप्राइज दिन्छु तपाईहरुलाई चाहिँ। मैले पोखरामा कसलाई चाहिँ भेट्छु त हैन। अनि तपाईहरु चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नु होला। मसँग पोखरामा को चाहिँ भेटिरहेछ त आज। अच्छा 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 ठीक है। गाइस म चाहिँ बगर आइपुगे। अनि त्यसपछि बगरमा चाहिँ एकदम घाम लागिरहेछ। लास्टै घाम लागिरहेछ गाइस। अब म चाहिँ सरप्राइज है म कोलाई भेटेर जाने छु, तपाईहरु हेर्दै गर्नुस् होला है। बगरको फेन्सी हाउसको फेमस दिदी हैन। अनि मैले अस्ति यहाँ यो टप्स किनेको मलाई एकदम मन पर्यो। अनि त्यही भएर म फेरि टप्स किन्ने भनेर आइरहेको छु। यो कहाँ छ भन्दाखेरि चाहिँ ट्याक्सी चोक भन्दा अलिकति माथि छ। एकदम सस्तोमा एकदम मिलाएर दिनुहुन्छ। तपाईहरु पनि यहाँ बगर आउनु भयो भने चट्टा लाएर हाम्रो दिदीको पसलमा आउनुपर्छ। ढिलो खोल्नु भएको रे। पसलको नामै छैन। मेरो कोही नाम तपाईले हेलो डियर हो पसल गर्नु भएको त थुप्रै भयो है। भयो यार हुन त हजुर भयो 7-8 वर्ष। तर बोर्ड चाहिँ ज्याति रहेछ के बनाउँछु भन्दा सबैले अब हेलो डियर चाहिँ लोकल एरियाकोहरूले चिन्छ नि त। हजुर 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 त्यो भएर नि मैले खासै नगरेको। बोर्ड चाहिँ बनाउने होला। तर सामान चाहिँ भन्नुहुन्छ भने एकदम राम्रो राम्रो छ है। यहाँ चट्टा आएर यहाँ एकदम होलसेल प्राइसमा दिनुहुन्छ। ल ठिक छ। मैले लगेको नि त्यस्तै त होइन र सेम होइन ब्ल्याक हो यो। त्यो चाहिँ ब्ल्याक हो। यो ब्लू हो नि अर्को रेड छ के फेरि। ल दिदी बहिनी रक्स यहाँ सपिङ सब सुरु हुन्छ फेरि के रक्स भनेको साथीले आउनु भएको भन्नुहुन्छ। अब चाहिँ नि अस्तिको मेरो यो मन परेर म फेरि फर्की आएको। ल थ्यांक यू बहिनी। सामान भनेको यस्तो हुनुपर्छ गाइस हैन कि रात फर्की आउँछ नि दिदी। हाम्रो सेकेन्ड भेट हो तर दिदी लाइक पहिला भेट भएको थियो हाम्रो है। ल खुसी लाग्यो यार। त्यसैमा आउँछ के तर फेरि यति दुख्ले हुन्छ कि हुन्न के अस्ति कति तपाईको मोटलै हुन्थ्यो है। ठिक छ यो हुन्छ चाहिँ आमालाई मन पर्यो। एक्सेल साइज हो। तर दुख्नु त दुख्ले हुनुहुन्थ्यो भनेपछि यति दुख्ले हुन्छ कि हुन्न के फेरि। टप्स नि ब्लू कलरको त्यो पनि त्यो अब यो लाने भयो यो राम्रो छ। प्लस यो मेरो ब्ल्याक भेला नि एउटा टाइपको भयो नि कपडा चाहिँ कम्फर्टेबल हुन पर्यो कि। हजुर बेबी ब्लू राम्रो छ कि कलर है। तपाईँ एकचोटि बोल्नु भयो भने चाहिँ अब कसरी दुख्ने अब कसरी याद भन्न मान्छे नगरिदिनु बोलेको कस्तो नि कोही त्यस्तो हुन्छ नि कतिलाई के भन्छ थाहा छ। म बोल्दै रियाक्ट मान्छे हो त्यही भएर म अलि यहाँ भन्न आउँछ भाइ नगर्दै हुन्छ। सरी त to return tops. मेरो पनि उनीहरुले पहिले मैले बोलेको हेरेको तर अब यहाँ अब के भन्नु भयो म बोलेको भन्दा यहाँ कम्प्लिट गर्नु थालेको एकले झिक्नु लाग्यो। ए सानो गर्दा म त हामीले बिर्सेँ नि चाहिँ माथि मलाई त थाहा छैन तिमी त बोल्दै छौ पैसा कस्तो लाग्छ हैन किन भएको हो के यो अब यसलाई हैन के गर्ने अब नि यस्तै हो कि यस्तो राम्रो छैन हैन सुतीको एकदम कम्फर्टेबल छ स्पेशली प्रेग्नेन्टहरुलाई है। यो के कति एकदम कम्फर्टेबल छ कि तपाईहरु बगर नजिकै कतै प्रेग्नेन्ट भाइ बहिनी हैन। अरे कहना क्या चाहते हो? बहिनी दिदीहरु हुन्छ भने चाहिँ यहाँ आएर लैजान सक्नुहुन्छ। गाउनदेखि लिएर हैन कुर्ता अनि क्लब यस्तो कम्फर्टेबल के भन्छ दिदी यो चाहिँ अब यसलाई वान पिस भनेर दिन्छ त गाउँ भन्छ के थाहा छ। अम्ब्रेला कुर्ता जस्तो देखियो है त्यस्तो देखेर यस्तो एकदम कम्फर्टेबल छ। तपाईहरु पनि आएर किन्न सक्नुहुन्छ है त। Oh my God! Wow! यो पनि बिच्छ नबोल्नेको के बिग्दैन आटा पनि बिग्दैन चामल पनि बिग्दैन भन्दिएन हाम्रो दिदी कति। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। अनि सामान पनि राम्रै बेच्नुहुन्छ। अनि म खोल्दै व्यापार गर्नु बिहान बुढी भर्खरै सटर खोल्नु भएको मेरो दिदीको चाहिँ यति धेरै व्यापार होस् कि आज। थ्यांक यू सो मच। थ्यांक यू तिमीलाई एकदम धेरै सानो के भनेको चाहिँ आई लभ यू। म त कोरियन ड्रामाको फ्यान हो फेरि हो। ए के रे तिमी नु अनि सम्झम कि किन यो टाइम ड्रामाहरु अहिले चाहिँ म रिसेन्टली हेरिरहेको छु भने
नेपाली पो गयो भने चाहिँ दिदी चाहिँ कोरियन ड्रामाको फ्यान अनि मैले चाहिँ अब दिदीलाई मान्न भङ्ग भयो भनेको भङ्ग भयो भनेको दिदीले भङ्ग भयो भनेर सारा खेल्यो अनि के भन्छ नि अब चाहिँ म चाहिँ जानु लागे दिदीकोमा चट्टा लगाएर सबै पनि सकियो है हाम्रो दिदी हेर्नु कति राम्रो देख्नुभएको आफ्नो झलझल बोलेको मेरो नाम अलरेडी लामो छ मेरो पनि राम्रो छ है दिदी ओके बाई बाई टेक केयर कति रमाइलो कति फ्र्याङ्क के होइन त्यो दिदी अनि मैले चाहिँ एकदम मन पर्यो बोलीहरू पनि अस्ति पनि एकचोटि आएको तर एकचोटिमा हाम्रो फ्रेन्डसिप त यस्तो राम्रो भएको कि होइन यति फ्र्याङ्क अनि त्यो मान्छे भनेको फ्र्याङ्क हुनुपर्छ फ्र्याङ्क भयो भने जहाँको त्यही साथी पाइन्छ त्यो बेलामा चट्टा लगाएर काम पनि गर्नु पऱ्यो भनेर बोरा चाहिँ कति ठुलो त हो आमामा कति केजीको यो 7 दिन हो भाइले कति मजाले चल्ने हो सानो कोनरमा पसल तर मजाले चल्दो रहेछ पोखरामा उद्धुमै गर्मी परिरहेको अवस्था अब मेरो साथीलाई चाहिँ कहाँ चाहिँ हेर्नु जाने हो कता हो मेरो साथी सरप्राइज आउने भनेको अब एकैछिन कुर्दै गर्नुहोस् है सरप्राइज हेर्नुको लागि चाहिँ एकदमै गर्मी छ म एकछिन शीतल लिए बस चढेर आएँ गाइस पोखरा साह्रै महँगो हो अनि त्यसपछि चाहिँ म यहाँ भाटबटिनी हेर्न जाँदैछु भाटबटिनीको छेउमा चाहिँ साथी आउँछु भनेको छ साथीलाई कुर्दैछु भने भाटबटिनीको अपोजिट साइड हो भाटबटिनी चाहिँ आजभन्दा केही वर्ष पहिला 9-10 वर्ष पहिला नै खुलेको हो तर गएको पनि हो एकचोटि होइन अब त्यति बेला पैसा पनि हुन्थेन गरिब थियौँ हामी गाइज हाम्रो जम्का भेट भयो यही हो सरप्राइज हाम्रो विदाउट प्लानिङ हामी त यत्तिकै भेटेको है फेरि यहाँ हाम्रो प्लानिङ थिएन है अनि यस्तो राम्रो भएर हेर त आम्मा अनि हामी चाहिँ भाटबटिनी छिर्दै खाम गाइज हामी पहिला तिमीहरूमा छिरे होइन है यहाँ है अनि फर्स्ट टाइम छिर्दै खाम पहिला त आएको एकचोटि होइन तर यत्तिकै हेर्नलाई मात्रै आएको थिएँ क्या म पहिला एकचोटि मात्रै दिन जम्मानामा थाहा यादै छैन मलाई त ल त गाइज हामी तपाईँलाई भित्र गएर देखाउँछु यहाँ मेरो साथीले हिराको ब्रासलेट किनेको रहेछ यहाँ चोरिदिन्छ भने डरेर झोलामा राख्ने मन पर्यो राम्रो पोखराको भाटबटिनी एन्ट्री पोइन्ट वाउ बल्ल यहाँ चाहिँ बल्ल विदेश आए जस्तो फिल भयो गङ्गे मलाई त है ओहो हेर्नुहुन्छ भने एलिभेटरको मुख बल्ल देख्न पाइयो गाइज चाउचाउ देखेँ मैले यहाँ कोरियन चाउचाउ सिन रामियन यो चाहिँ डुब्छ गाइजहरू यो चाहिँ ओरिजिनै हो अब यो चाहिँ लैजाम के गरौँ खै के गरौँ यहाँ चाहिँ टन्नै बल्ल यहाँ आएपछि त कसम चाहिँ विदेश आए जस्तो फिल भएको छ है गाइजहरू भाटबटिनीमा एकदम राम्रो रहेछ है आमामा लान्छौ हेर्नु सक्नुहुन्छ यस्तो है भाटबटिनीको काउन्टर यहाँ चाहिँ पेट पूजा गर्नेतर्फ लाग्यौँ होइन हाम्रो यहाँ क्यान्टिन भन्छ यसलाई होइन अब क्यान्टिनमा चट्टा लगाएर मिठो खानुपर्छ अर्डर गरेर होइन भाइरल अब भाइरल सबै भाइरल होइन त हाम्रो भाटबटिनी पसल हजुर युट्युब च्यानलको नाम सरिता पुन ब्लग्स ल सब्सक्राइब गरिहालौँ है त छैन बिस्तारै हुन्छ कि नै भन्नु त स्ट्रगल गर्दै हिँड्नु पऱ्यो नि पहिला होइन अनि मेरो भाइहरू अब 1 2 3 4 5 6 आम्मा 6वटा सब्सक्राइब गए भाटबटिनी आएर गए चाहिँ अब भनेपछि कति रमाइलो छ त जिन्दगी घुम्नुपर्छ दिनदिनै होइन बोल्न पाइन्छ विदेशमा बोल्न पाइन्न म कोरियाबाट आएको एक महिना भयो अनि उहाँ त अब यसरी सबैको फेस देखायो भने कानुन छ नि त नयाँ अलिक कडा त्योहरू नेपालमा चाहिँ एकदम इन्ट्रेस्ट छ कि कति वर्ष तिमी अर्डर गर तिमी बोलेपछि त युट्युबको भिडियो त भाइरल भएर कहाँ पुग्छ अनि हामीले यस्तो के भन्छ ल साथीहरू म चाहिँ खाजा अर्डर गर्दैछु मेरो प्यारी हार्डवर्किङ भाइहरू सबैजना यहाँ भाटबटिनी घुम्न आउनु भयो भने यहाँ खाजा नखाइकन कोही पनि घर नफर्किनु होला खानाको ड्राई मिक्स हुन्छ कि हुँदैन नि हुन्छ मेरो एकाउन्टेन्ट बहिनीहरू सिम्पल आन्टी यहाँ हो त्यहाँ बसेर बोल्दै हुन्छ दिदी चाहिँ तपाईँ नि खाजा खान लाउनु भएको ए ल मिठो पानी खानुहोस् अब हामी मिठो खाएर कति धेरै पैसा चाहिँ बल्ल मलाई यस्तो आनन्द आयो कि डेभलप भएछ भन्ने चाहिँ अलिकति फिल भयो अनि चट्टा लगाएर चाहिँ
के भन्न लाग्थेँ बिर्सिहालेँ। ए बसेर खाने सिस्टम चाहिँ अलिक राम्रो भएन जस्तो लाग्यो मलाई चाहिँ है। खाना मिठो बसेर खाने हुन्छ हो कि नै भन त। यो गफाडीले चाहिँ गफ लाउँदैछु जहाँ गयो नि गफ लाउन छोड्नु गफ लाउनु पर्यो ब्युटिफुल भएर आएपछि यहाँ खानु पर्यो हो। अब फेरि बनाउनु पर्यो है कुछ पाने के लिए कुछ करना पर्छ है कि नै। यहाँ बस्ने सिस्टम राम्रो भयो भने आमामा बसेर खाँदा नि ओहो भन्ने हुन्छ नि त। अब त्यो टुक्रो टुक्रो बसेर खाँदाखेरि अनि के हुन्छ ए यो माग के खा रही है पैसा दे के खा रही हुन्छ कि हुँदैन भन त। यहाँ 10 रुपियाँ नि छ 5 नि छ 50 पनि छ 100 पनि छ। हामी दही पुरी खाँदैछौँ अब। दही पुरी खाएर तिम्रो भरा हुडी दही पुरी सेम सेम हो यस्तो हाल्नुपर्छ के हो लुक्स लाइक अ यम्मी पानीपुरी खाने कार्यक्रम सुरु भयो है। यम्मी पानीपुरी बसेर खाने यम्मी ड्राई मिक्स रेडी भयो। पानीपुरी हामीले हाम पारिसक्यौँ होइन त। सबै राम्रो हो बसेर खाने सिस्टम मात्रै अलिक पानी भरेर राखेछ यहाँ एभ्रिथिङ इज ओके। खाना यम्मी खाजा चाहिँ खोट लाउने ठाउँ छैन एकदम मिठो छ। तर बसेर चाहिँ हामी यसरी खाँदैछौँ होइन। खाजा चाहिँ एकदम मिठो छ है गङ्गे। कति मिठो गाइज। हामीले खाएको देखेर चाहिँ थुक नगिन्नु छ है। कसैले नलिनुहोस् है फेरि अब पेट दुख्यो भने के गर्यो। खाएर पेट डुम्म गरेर ओट्स पनि चिल्लो गरेर बलियो भएर हामी जान लाग्यो भने त गाह्रो भयो जस्तो भएको छ धेरै खाएर त्यति मैले मेरो 2 गाँसमा खाएको उसले त खानु सकेन। हाम्रो भाइहरू चाहिँ एकदम बिजी होइन पोका मान्छे। हामी चाहिँ अब बाटोपट्टि दर्शन गर्न लाग्यो है नि त। अब ल हाम्रो अब यहाँ एलिभेटर चढ्ने कार्यक्रम केही नगर यता तिमी चढ्छौ यसो गर नि यल्लो भागमा ट्याक्क टेक केही हुँदैन। साथी अड्कियो हो तिमी म डरको तिमी म एकदम डरको किन हो। एलिभेटर नचढेको साथी भरेकोबाट बल्यो है। आमा कस्तो राम्रो देख्यो है हामी त भाइ। लाइटिङ राम्रो भएर यहाँ पनि त छ नि गङ्गे चढे नि हुन्छ नि यसमा चढे नि हुन्छ लिफ्टमा नचढौँ किन गाह्रो हुन्छ होइन। अब हामी कहाँ पो हामी दोस्रो तलामा आयौँ नि। अब कहाँ के छ यहाँ दोस्रो तलामा स्पेसालिटी यहाँको यहाँ धेरै कुरा छ। यो रेस्टुरेन्ट जाने साह्रो पर्छ हजुर। अब यहाँ चाहिँ भाँडाकुँडा आइसक्रिम खाँदै हुनुहुन्छ सरिता पुन युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् है। सरिता पुन है नबिर्सिनु। जिन्दगी यहाँ सबले भ्लग बनाउँदै हो भन्नुभएको छ। अनि के भन्नुहुन्छ भने नि सायद अबि हो र यहाँ चाहिँ यसरी फोन गर्यो नि वाउ भाडा चाहिँ दामी रहेछ है। आम्मामा यहाँभित्र चाहिँ क्यामेरा अलाउ छैन अरे साथीहरू त्यही भएर चट्ट लाएर सदा उल्लु पनि पाइँदो रहेछ। ए ठुलो मन्दिर सुस्तरी बोल्छ है न। सुस्तरी बोल्ने माइक छ नि त हाम्रो सुन्छ। सपिङ त केही गरेको छैन भोलि मात्रै बोल्यौँ है। अनि सुटुक्क यहाँ भिडियो हामीलाई गेट आउट गरिदिन्छन्। यहाँ गेट आउट गरिदिन्छन् क्लिप लिन पाइँदैन अरे क्या। यहाँ रुल होइन दामी रहेछ। विदेशी भाइ बोला विदेश आए जस्तो भाइ दामी यो चाहिँ सब स्टेसनरीको लाइन रहेछ कि स्टेसनरी। मलाई त त्यो सेक्युरिटी दाइले चाहिँ अलि ढाक्नु भएको हो कि नत्र भए मैले यहाँ भाटबडीको कति धेरै कन्टेन्ट देखेको छु नि गङ्गे। आइगो हामी सेकेन्ड फ्लोरसम्म गयौँ। त्यस पछाडि पछि घुम्ने प्लान भयो हाम्रो। थकै लाग्यो एकैचोटि 3-3:30 भइसक्यो गाइस। घर पनि पुग्नु पर्यो। वहाँ हिमालको जरामा पुग्नुपर्छ। म त झन् माछापछि हिमालको जरामा सामानहरू सपिङ गरेँ गाइस। अनि अब हिँडियो नि त। अब चट्टे लाएर गऱ्यो हेरियो भाटबडी नि। अब सेकेन्ड टाइम चाहिँ पछि हेरिन्छ। पछि चाहिँ यहीँ मात्रै आउने गरेर आउनु पर्यो अलिक छिटो। आज चाहिँ उता नि ब्याङ्कतिर कतातिर काममा उसको कस्मेटिकतिर कता काम भएर हामी दुईजना थाकेको अवस्था। त्यही भएर गाइस हाम्रो ब्लगलाई धेरै माया दिनु होला भन्दै आजको ब्लग एन्डिङ गर्छु। बाई भन्दै